फ्रीमा आइपिओ भन्ने हैन त हजुर यो सम्भव रहेको छ तपाईहरुले पनि मैले जसरी अहिले आएको रिसेन्टली आएको सबै आइपिओहरु चाहिँ फ्रीमा भर्न सक्नुहुनेछ एकचोटीमा 8 वटा सम्म चाहिँ तपाईहरुले फ्रीमा भर्न पाउनुहुन्छ र त्यो कसरी भन्ने बारेमा जान्नु भन्दा पहिला तपाईहरुलाई मैले यो मैले जसरी कमाएको छु पैसा 8000 त्यो चाहिँ कसरी कमाए र कहाँबाट कमाउने हो भन्ने बारेमा चाहिँ तपाईहरुलाई जानकारी दिन चाहन्छु र सबैभन्दा पहिला तपाईहरुलाई म कमाएको देखाउँछु त्यही भएर चाहिँ तपाईहरुलाई पनि बिलिभ हुन्छ र यो चाहिँ जति पनि तपाईहरुको साथीहरु हुनुहुन्छ विदेशमा बस्नुहुन्छ युके युएसए अस्ट्रेलिया जापान युरोपको जुनसुकै कुनामा बस्नुहुन्छ उहाँहरुलाई चाहिँ शेयर गरिदिनु होला जसकारण चाहिँ उहाँलाई थाहा हुन्छ र योबाट चाहिँ उहाँहरुले पनि बेनिफिट लिन सक्नुहुन्छ है त र त्यो कसरी भन्दाखेरि चाहिँ यो एप रहेको छ रिभोलुट सबैले याद गर्नु होला रिभोलुट एप रहेको छ र यो एपले चाहिँ अहिले रिफर एन्ड अर्नको सिस्टमबाट चाहिँ तपाईहरुलाई राम्रो पैसा दिइरहेको छ है त र यो एपले एकचोटीमा अहिले $100 सम्म दिइरहेको छ है त मैले पनि भर्खर रिसेन्टली यहाँ धेरै पैसा कमाइसकेको छु र रिसेन्टली तपाईको 1-2 महिनाको अन्तरालमा मैले तपाईको $500-600 चाहिँ कमाइसकेको छु है योबाट र तपाईहरुलाई चाहिँ यो पहिला मैले कमाएको देखाउँछु र मेरो प्रोफाइलमा जान्छु एकचोटी र यहाँ रिफरल्स भन्ने छ यहाँ चाहिँ अहिले रिसेन्टली चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले मैले 2 दिन भित्रमा यहाँ प्रनिश तिवारीबाट $100 सरुश्यामबाट $100 र एकजनाको चाहिँ प्रोग्रेस रहेको छ र उहाँले स्टेप कम्प्लिट गरेपछि चाहिँ यो $100 पनि मेरो एकाउन्टमा आउँछ भनेपछि $300 यहाँ भयो हैन त र त्यसपछि पास्टमा पनि मैले अर्निङ गरेको छु यो पास्टमा थिच्न सकिन्छ हामीले यहाँ तल पास इन्भाइट्स भनेर यहाँ चाहिँ पहिला चाहिँ $60 दिन्थ्यो र अहिले $100 दिन थालेको पहिला यहाँ मैले 120 र 220 चाहिँ अर्न गरिसकेको छु है त पास्टमा पनि 220 र अहिलेको 300 गर्दाखेरि $550 चाहिँ मैले अर्न गरिसकेको छु है त र यो एकदमै लेजिट एप रहेको छ र एकदमै यसबाट चाहिँ तपाईहरुले क्रिप्टोहरु पनि किन्न सक्नुहुन्छ यदि विदेशमा हुनुहुन्छ भने नेपालमा त इलिगल छ र विदेशमा हुनुहुन्छ भने चाहिँ तपाईहरुले क्रिप्टोको कारोबार पनि गर्न सक्नुहुन्छ र यहाँबाट चाहिँ तपाईहरुले पैसा ट्रान्सफर आफ्नो एकाउन्टमा ट्रान्सफर गर्नको लागि पनि एकदमै इजी रहेको छ र 8 सेकेन्डमा चाहिँ तपाईहरुको पैसा ट्रान्सफर पनि हुन्छ र एकदम इजी पनि रहेको छ र यसले कार्ड पनि दिन्छ है त तपाईहरुको घरमा कार्ड पनि पठाउँछ र यो कार्डलाई चाहिँ तपाईहरुले शपिङ गर्न हजुर अनि त्यसपछि आएर जहाँ पनि शपिङ गर्न अथवा ग्रोसरीहरु किन्नको लागि पनि युज गर्न सक्नुहुन्छ त कार्डबाट अनि त्यो मात्र हैन एटीएमबाट पनि पैसा झिक्न सक्नुहुन्छ है त यसको यो भिजा कार्ड रहेको छ यो एकदम लेजिट एप पनि रहेको छ तपाईहरुले यो एप कस्तो हो यदि अब आफुलाई कन्फ्युजन लाग्छ यदि डर लाग्छ यो कतै यसले इन्फर्मेसन चोरेर हाम्रो केही त गर्ने हैन भन्ने लाग्छ भने चाहिँ तपाईहरुले यो एपको वेबसाइटमा गएर पनि चेक गर्न सक्नुहुन्छ यो प्राय विदेशमा भएको मान्छेहरुलाई चाहिँ एकदमै थाहा छ यसको बारेमा यो चाहिँ एकदमै लेजिट एप हो यो चाहिँ एकदमै राम्रो एप हो भन्ने चाहिँ सबैलाई थाहा छ है त यहाँ चाहिँ के भनेको छ इन्भाइट अन $100 फर एक्स फ्रेन्ड यु इन्भाइट बाइ 25 मार्च भनेको छ र $100 चाहिँ यसले दिन्छ है त हामीले लोन पनि एप्लाई गर्न मिल्छ यहाँबाट हेर्नुस् यहाँ लोन भन्ने छ हैन लोन पनि एप्लाई गर्न मिल्छ एकदमै राम्रो एप हो यो मैले पनि यहाँबाट अर्निङ गरिरहेको छु है त अब तपाईहरुले यसबाट चाहिँ कसरी अर्निङ गर्न सक्नुहुन्छ त भन्ने बारेमा जाउँ अब यसको लागि चाहिँ एकदमै सिम्पल प्रोसेस रहेको छ एकदम 10 मिनेटको अन्तरालमा चाहिँ तपाईहरुले गर्न सक्नुहुन्छ है त एकदम इजी रहेको छ त्यसको लागि चाहिँ सबैभन्दा पहिला तपाईहरुले यहाँ चाहिँ जानुपर्ने हुन्छ आफ्नो प्रोफाइलमा माथि यो एसए भनेर तपाईले जुन देख्नु भएको छ त्यसमा चाहिँ तपाईहरुको नामको देखाउँछ त्यहाँ चाहिँ थिच्नुपर्ने हुन्छ अनि यहाँ रिफरल इन्भाइट एन्ड अन रिवार्ड भनेको छ त्यसमा चाहिँ थिच्नुपर्ने हुन्छ र थिचिसकेपछि यहाँ इन्भाइट फ्रेन्ड्स भन्ने जुन तपाईले देख्नु भएको छ यहाँ इन्भाइट फ्रेन्ड्समा देख्नुपर्छ इन्भाइट फ्रेन्ड्समा थिच्नु भएपछि यहाँ इन्भाइट यहाँ WhatsAppको नम्बर देखाउँछ अथवा यो लिंकलाई कपी गरेर पनि तपाईहरुले साथीहरुलाई सेन्ड गर्न सक्नुहुन्छ अथवा मेसेन्जरमा पनि सेन्ड गर्न सक्नुहुन्छ र अरु जीमेलबाट पनि सेन्ड गर्न सक्नुहुन्छ है त र यसको इन्भिटेसन लिंक चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिएको छु त्यहाँ गएर चाहिँ हेर्नु होला त्यो लिंकलाई कपी गरेर चाहिँ तपाईहरुले त्यसको थ्रुबाट जानुभयो भने चाहिँ तपाईहरुले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ र तपाईहरुले पनि अरु साथीहरुलाई रिफर गरेर चाहिँ अझ धेरै पनि पैसा कमाउन सक्नुहुन्छ त मैले एकचोटीमा $100 भनेको तपाईले जति धेरै साथीहरुलाई रिफर गर्नुभयो त्यति धेरै नै तपाईहरुले अर्निङ गर्न सक्नुहुन्छ है त र त्यसको लागि चाहिँ अर्निङ गर्नको लागि चाहिँ तपाईहरुले फुल प्रोसेस चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ है त जम्मा 4 वटा स्टेप रहेको छ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ साइन अप विथ योर लिंक एन्ड भेरिफाई देयर आइडेन्टिटी भनेको छ है त साइन अप विथ योर लिंक एन्ड भेरिफाई टु देयर आइडेन्टिटी भनेको चाहिँ तपाईहरुले जुन लिंक अहिले मैले देखाए जुन लिंक यहाँ इन्भाइट फ्रेन्ड्समा गएर जुन लिंक यो लिंक कपी हुन्छ
त्यो लिङ्क चाहिँ तपाईँहरूले साथीहरूलाई सेन्ड गर्नुपर्ने हुन्छ र उहाँहरूले चाहिँ त्यो लिङ्कमा गएर एप डाउनलोड गरेर आफ्नो डिटेल्सहरू सबै हानेर आइडेन्टिटी भनेको चाहिँ अब पासपोर्ट हुनसक्छ अथवा त्यहाँको फोटो आइडी हुनसक्छ। यहाँ अहिले म अस्ट्रेलियामा छु, त्यही भएर अस्ट्रेलियामा चाहिँ फोटो आइडीले नै काम गर्छ है त। फोटो आइडी जुन हुन्छ हाम्रो फोटो आइडीको फ्रन्ट र ब्याक पार्ट चाहिँ त्यसले फोटो खिच्न भन्छ। यो साइन अप गर्दै जाँदाखेरि त्यहाँनिर चाहिँ त्यो गऱ्यो भने चाहिँ हुन्छ है त। अनि एड मनी टु देयर एकाउन्ट भनेको छ र अर्को अर्डर अ फिजिकल कार्ड अनि मेक 3 पर्चेस अफ यो अहिले म अस्ट्रेलियामा भएको कारणले गर्दा AU $10 मिनिमम इच भनेको छ। यो अस्ट्रेलियामा जो यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम इजी हुन्छ। म चाहिँ अस्ट्रेलियाको कन्टेक्स्टमा रहेर भन्छु र त्यो पनि सेम फलो गर्नु होला अरू कन्ट्रिजहरूको लागि है त। र फर्स्टमा चाहिँ एड मनी टु देयर एकाउन्ट भनेको छ। यहाँ चाहिँ एड मनी जुन देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँहरूले पैसा हाल्नुपर्ने हुन्छ है त। यहाँ एड मनी जुन रहेको छ यहाँ चाहिँ अब यो अहिले सेक्युरिटी इस्युको कारणले गर्दाखेरि चाहिँ मेरो देखाउँदैन, त्यही भएर चाहिँ एड मनीमा थिचेर तपाईँहरूले चाहिँ फर्स्टमा चाहिँ $35 $35 र $35 चाहिँ तपाईँहरूले डिपोजिट गर्नु होला र जापानमा हुनुहुन्छ भने त्यो अनुसारको गर्नु होला है त। यहाँ 35 चाहिँ किन भनेको भन्दाखेरि हामीले चाहिँ यहाँ गएर हेर्न सक्छौँ, हामीले लास्टमा गर्नुपर्ने हुन्छ 3वटा पर्चेस $10 को भनेपछि 10 10 10 गरेर 3टा 30 भयो र $5 चाहिँ तपाईँहरूको डेलिभरी फी जुन चाहिँ हाम्रो फिजिकल कार्ड आउँछ घरमा भिजा कार्ड त्यो कार्डको चार्ज रहेको छ र त्यो कार्ड अर्डर गर्दाखेरि चाहिँ $5 काट्छ र त्यसको लागि चाहिँ $5 हामीले डिपोजिट गरेको है त। र त्यो डिपोजिट गरेपछि हाम्रो चाहिँ $35 पनि जाने रहेछ भन्ठान्नु होला, तर त्यो होइन है। त्यो जुन $30 तपाईँले एड गर्नुभएको छ त्यो पैसालाई तपाईँहरूले 10 10 10 गरेर स्पेन्ड गर्नुपर्ने हुन्छ र त्यो स्पेन्ड चाहिँ तपाईँले ओपल कार्डमा पनि गर्नु सक्नुहुन्छ है त। ओपल कार्ड जुन तपाईँ हामी ट्रेन चढ्दाखेरि डेली युज गर्छौँ त्यसमा युज गर्न सक्नुहुन्छ, अथवा भएन भने तपाईँहरूले कोल्स अथवा वुलवर्ड्समा जहाँ पनि तपाईँले ग्रोसरी किन्न जानुहुन्छ, रेवेलमा जानुहुन्छ, जेडीमा जानुहुन्छ, जहाँसुकै भिजा कार्ड चल्छ त्यहाँ चाहिँ युज गर्न सक्नुहुन्छ। तर तपाईँहरूले चाहिँ के माइन्डमा राख्नुपर्छ भने एभ्री टाइम गर्दाखेरि चाहिँ मेक 3 पर्चेस अफ 10 मिनिमम इच भनेको छ। $10 भन्दा बढी 3 चोटि गर्नु पऱ्यो है त। र तपाईँहरूलाई फिक्स टाइम पिरियड दिएको हुन्छ, जम्मा 3 दिन चाहिँ मतलब 1 महिना जस्तोको टाइम पिरियड हुन्छ र त्यो टाइम पिरियडभित्रमा चाहिँ तपाईँहरूले त्यो प्रोसेस चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ, अदरवाइज चाहिँ तपाईँहरूले बोनस चाहिँ पाउनुहुन्न है त। र अर्डर र फिजिकल कार्ड भन्ने भइहाल्यो, तपाईँहरूको त्यो प्रोसेस अगाडि जाँदै गर्दाखेरि साइन अप गर्दा गर्दै तपाईँहरूले त्यो अर्डर र फिजिकल कार्ड भन्ने आउँछ, त्यसमा चाहिँ फिजिकल कार्ड अर्डर गर्नु होला, त्यो भइहाल्यो। र एड मनी टु देयर एकाउन्ट भनेको छ $35 एड गर्नु होला, त्यो भइहाल्यो। र मेक $3 पर्चेस अफ $10 मिनिमम इच भनेको चाहिँ तपाईँले ओपल कार्डमा हाल्न सक्नुहुन्छ है। त्यो त 10 10 10 गरेर, किनकि ओपल कार्ड सबैले युज गर्नुहुन्छ र त्यसको लागि चाहिँ 10 10 10 गरेर गर्न सक्नुहुन्छ। यदि ओपल कार्ड युज गर्नु हुँदैन भने चाहिँ तपाईँहरूले कोल्समा गएर 3 चोटि 10 10 10 को पर्चेस गर्नु होला है त। 10 भन्दा ज्यादा जति गरेर भयो, 10 भन्दा मुनि चाहिँ हुनु पऱ्यो है त। र ओपलमा चाहिँ कसरी ब्यालेन्स एड गर्न सक्नुहुन्छ म तपाईँलाई देखाउँछु है त। यो एकचोटि ओपल मैले खोलेर देखाउँछु र यहाँ चाहिँ टपअप भन्ने जुन देख्नुहुन्छ यहाँ टपअपमा थिच्नु होला र यहाँ चाहिँ अब खुल्छ र 10 चाहिँ क्लिक गर्नु होला र यहाँ तल देख्न सक्नुहुन्छ तपाईँहरूले डिफ्रेन्ट कार्ड पेमेन्ट कार्ड भनेको छ, यो डिफ्रेन्ट पेमेन्ट कार्डमा थिच्नु होला र यो यहाँ चाहिँ जुन कार्ड नम्बर, नेम अन कार्ड, एक्सपायरी डेट र CVV आएको छ यो चाहिँ तपाईँहरूको जब तपाईँले फिजिकल कार्ड अर्डर गर्नुहुन्छ त्यो एपबाट, यहाँबाट यो रिभोलुट एपबाट, त्यसपछि चाहिँ तपाईँले यो कार्डको डिटेल्स हाल्नुपर्ने हुन्छ। जस्तै यो मेरो कार्ड रहेको छ यहाँ, तर तपाईँले यो साइडमा यतापट्टि देख्न सक्नुहुन्छ यो कार्ड, यो डिस्पोजेबल र स्ट्यान्डर्ड कार्ड भनेको छ हो। यो कार्डमा थिचेपछि चाहिँ तपाईँहरूको कार्ड नम्बर र CVV, एक्सपायरी डेट सबै देखाउँछ र त्यहाँबाट चाहिँ तपाईँहरूले 10 10 10 गरेर 3 चोटि गर्नु होला र त्यो तपाईँले ओपल कार्डमा युज गर्न सक्नुहुन्छ है त। जसरी पनि तपाईँहरूले ओपलमा पैसाहरू स्पेन्ड गरिरहनु भएको हुन्छ विकली, त्यो पैसालाई चाहिँ त्यो $30 चाहिँ यता स्पेन्ड भयो र अर्को $100 पनि आयो भनेपछि तपाईँहरूलाई $100 चाहिँ बेनिफिट हुन्छ है त। प्रायः मान्छेहरूले चाहिँ के सोच्ने गर्छ भन्दाखेरि हामीले $35 हाल्यो 100 आउँदाखेरि खासै बेनिफिट भएन भन्ने खालको हुन्छ, तर त्यो जुन $35 तपाईँहरूले यहाँ हाल्नुभएको हुन्छ त्यो चाहिँ तपाईँले ओपलमा अथवा सपिङ गरेर नि स्पेन्ड गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ त्यो तपाईँहरूकै लागि हो, त्यही भएर चाहिँ त्यसमा केही पनि घाटा भन्ने कुरा छैन। यसरी चाहिँ तपाईँहरूले पैसा अर्न गर्न सक्नुहुन्छ है त। र सबैभन्दा मेन कुरा अब भन्न चाहन्छु तपाईँहरूलाई, मेन कुरा चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ यो एप चाहिँ कुन कुन देशमा चल्छ भन्ने कुरा चाहिँ मेन इम्पोर्टेन्ट हो है त। त्यसको लागि चाहिँ हामी रिभोलुट इलिजिबल कन्ट्रिज भनेर हानौँ, यहाँ यसको एपमा जाउँ र
यहाँ चाहिँ कुन कुन कन्ट्रीमा सपोर्ट गर्छ त यो रिभोलुट भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ है त। अरू यो जुन जुन यहाँ कन्ट्रीहरू मेन्सन गरेको छ त्योभन्दा बाहेक चाहिँ कन्ट्रीहरूमा यो चल्दैन है त। यो सपोर्ट गर्छ अस्ट्रेलिया, ब्राजिल, युरोपियन इकोनोमिक एरिया भनेको छ। यो युरोपियन इकोनोमिक एरियामा कुन कुन पर्छ भने चाहिँ यहाँ देशहरू राखिदिएको चाहिँ हेर्नु होला तल अस्ट्रेलिया, बेल्जियम भनेको छ माथि अनि त्यसपछि जापानमा चल्छ, न्युजिल्यान्ड, सिङ्गापुर, स्विजरल्यान्ड, युनाइटेड किङडम, युनाइटेड स्टेट्स हो। यो तपाईँहरू जुनसुकै कन्ट्री यति कन्ट्रीहरूमा बस्नुहुन्छ तपाईँहरूले यो एपबाट चाहिँ बेनिफिट लिन सक्नुहुन्छ हुन्छ है त। तपाईँहरूले $100 कमाउनुको लागि मिनिमम घन्टाको 4 देखि 5 घन्टा चाहिँ काम गर्नुपर्छ। तर इजिली यो फ्रीमा पैसा दिइरहेको छ भने किन नलिने भन्ने वेमा चाहिँ तपाईँहरूले सोच्नुभयो भने चाहिँ तपाईँहरूले पैसा अर्न गर्न सक्नुहुन्छ है त। सपोर्टेड ब्रिटिस ओभरसिज टेरिटोरिज भनेको छ, ब्रिटिस इन्डियन ओसन टेरिटोरी भनेको छ, यतापट्टि फ्रेन्च गियाना भनेको छ, यतापट्टि यो रियुनियन यताउता भनेको छ। यो मेनली चाहिँ हामी प्रायः नेपालीहरू पुग्ने भनेको चाहिँ अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, युनाइटेड स्टेट्स, युके यताउता हो, जर्मनी, तपाईँको डेनमार्क हो। त्यही भएर चाहिँ तपाईँहरूले यो कन्ट्रीहरूमा चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ र एकदम बेनिफिट रहेको छ। तपाईँहरूले यो भिडियो चाहिँ आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला र तपाईँहरूले यो मैले जुन डिस्क्रिप्सनमा मेरो लिङ्क राखिदिएको छु रिफरल लिङ्क, त्यो लिङ्कबाट चाहिँ जानुपर्ने हुन्छ है त। अरू लिङ्कबाट जानुभयो भने तपाईँले पैसा पाउन सक्नुहुन्न है त। यो कुरा चाहिँ एकदमै ख्याल राख्नु होला। त्यही भएर चाहिँ अब तपाईँहरूले चाहिँ एकदम बेनिफिटवाला भिडियो बनाएको छु र यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई फलो र लाइक गरिदिनु होला। हस्त, धन्यवाद।